फेरि गर्नुहुन्छ। हेलो गाइज, अहिले चाहिँ लगभग बिहानको 4-5 बजे छ। यो चाहिँ पार्ट 3 होइन। अब यो पार्ट 3 मा चाहिँ उसको नजरमा हामी दुईजना कस्तो छौँ र हाम्रो नजरमा ऊ कस्तो छ, मेरो नजरमा ऊ कस्तो छ भन्ने कुरा हामी चाहिँ अब आज अन्तिम होला। लगभग आजपछि चाहिँ प्रजर भाइसँग 2-3 महिना भेट हुँदैन होला, किनभने ऊ आउटसाइड बस्छ, हामी इनसाइड लन्डन बस्ने। हामी चाहिँ राजधानी यो हैन हामी चाहिँ काठमाडौँ जस्तो अलिकति महँगो एक्सपेन्सिभ सिटीमा बस्छौँ। ऊ चाहिँ अलिकति धनकुटा धरान रोका गाउँमा बस्छ होइन। अब म सोध्नु पर्छ, तिमी चाहिँ हामी दुईजना चाहिँ तिम्रो नजरमा कस्तो लाग्यो? तपाईलाई कस्तो लाग्यो हामी दुईजना? फर्स्टमा भेट्नु बित्तिकै कस्तो लाग्यो? तिमी आएको त 1 वर्ष भयो तिमी आएको? तपाईको हामीले खबर सुन्न चाहन्छौँ। 1 वर्ष भयो तिमी आएको? यस्तो दाइ म चाहिँ झुट बोल्दैन होइन। तिमी झुट नबोल। यस्तो उसमा त अब रोबिन दाइसँग कुरै हुन्थेन। रोबिन दाइ एक्लै अब कुनाम फोन गरेर बस्थे। कसम झुट नबोल्नु भन्दा चाहिँ त्यो चाहिँ सत्य हो। सबै त्यो विषयमा एउटा सन्देश दाइ बोल्नुहुन्थ्यो। फर्स्ट टाइममा के त अहिले रेन कम गरिदियो के गरिदियो, तास खेल्यो, अब त्यो रमाइलो भएको थियो। अब बियर खाइयो होइन। त्यसपछि त अरू भने हामी दुईजना तिम्रो नजरमा कस्तो भन्ने कस्तो लाग्छ भन्ने कुरा फर्स्ट लिसन टु माई स्टोरी। अरू कुरा नगर्न, ओन्ली जस्ट त्यस्तो हो। तर चाहिँ जस ओभरअल ठिक लाग्यो होइन। अब केटाहरू अब ठिक थियो, जो सब सुशील त मलाई ठिक लाग्छ होइन। उसले मैले धेरै हेल्प गरेँ। अब अरू केटाहरू अब लाइक अब रेन्टले नै लगमा अब आदि खै प्रब्लम थियो। दुईजना कुरा गरेको रबिन दाइ कस्तो लाग्नुभयो, सन्तोष कस्तो लाग्यो भन्ने कुरा मेरो यस्तो दाइ तपाईँ त अब बसिसक्नु मसँग मिसिनु भएको थियो। म त तपाईँले धेरै बजीदेखि चिन्थेँ। रोबिन दाइ भन्दा अगाडि म तपाईँसँग झिम्मे थिएँ। तपाईँ म उतिदेखि नै फेभरेट हो दाइ होइन। जसले जे भने नि तपाईँ मेरो फेभरेट नै थियो। म चाहिँ उसको फेभरेट फेभरेट नै थियो। कसम जसले जे भने नि तपाईँ मेरो फेभरेट नै होइन। तपाईँले धेरै हेल्प पनि गर्नुभएको छ। त्यसपछि अब जस मैले अब जस्तै मैले नभएको अरू हुन्थ्यो, मैले लिएर आउँछु नयाँ। तर म तपाईँले चाहिँ चारो दिन्थ्यो, त्यो चाहिँ म ढुक्क भन्छु होइन। के अरे जस्तै हुन्छ नि अब यो जस्तै यो व्यस्तहरू मैले लागेको अनि यो सर्ट चाहिँ उसको है गाइज। मैले भन्नु बिर्सेँ गाइज, यो चाहिँ उसको। मैले धेरै कुरो लाग्थ्यो होइन। अनि यो चाहिँ कस्तो भन्दाखेरि उसलाई चाहिँ ऊ ग्लास मोटो छ नि त ऊ। अनि उसलाई यो अटेन, अनि मैले लगाएको मलाई चाहिँ यस्तो राम्रो देखेको छ हेर्नु त गाइज। यो तिम्रो टक्कै यो चाहिँ त्यो मजाक गरेको जस्तो होइन साँच्चै। तर फर्स्टमा त तपाईँ नै बोलिरहेको थियो, लाइक केटाहरू नै बोलिरहेको थियो होइन। तर अब धेरै घुल्ले पनि थिएन होइन। त्यसपछि अब अझै थियो रुम पार्नु, म तपाईँसँग बढी मिल्थेँ। त्यो चाहिँ जुझ्न बोलेको कुरा हो। तपाईँ बिहान नै आउनुहुन्थ्यो, अझै क्लास जान्थ्यो त्यो हुन्थ्यो। ऊ चाहिँ अहिले त हराइसक्यो। अहिले त अब कसरी बुझाउँ भन्दाखेरि त्यतिखेर त्यसरी बुझ्यो भने अब आज 1 वर्ष भयो नि त तिम्रो हामी सङ्गत गरेको। अब 1 वर्षमा कसरी बुझ्छौ भन्ने कुरो हो क्या। अब चाहिँ म त अहिलेसम्म त अहिले राम्रै मान्छ होइन। अब तपाईँले धेरै हेल्प गर्नुभएको। अनि अर्को त अब त्यस्तो त्यो मनको विरक्ति पनि लाग्दैन मलाई होइन। सोझो लाग्छ। अर्को त अब रोहिन दाइले पनि मैले चिनिसकेँ होइन। रोहिन दाइ नि राम्रो हुनुहुन्छ। जस्तो काममा जाने आउने, अनि त्यसपछि अब साथीहरू रमाउनु गर्ने बाहेक अरू छैन कि जस्तो फट्टा गर्ने यथावत गर्ने छैन। त्यो म अभियस भन्छु है। त्यो त मनदेखि भन्ने गर्नु पर्यो। कस्तो बिहान 4 बजी रहेछ अनि जस अब काममा व्यस्त हुनुहुन्थ्यो। मान्छे होइन। हेलो गाइज, अनि ऊ चाहिँ आज खासमा बर्थडे भएको मान्छे हो। उसले रुममा लिएर जाँदा हाम्रो भिडियो नराम्रो आयो क्या गाइज। स्क्रिन भिडियो अहिले राख्नुपर्छ। अब तिमी अब के सेन्टर बेस हो यार तिमी त।